हेलो साथीहरु, वेलकम बैक टू माई यूट्यूब चैनल। फेरि पनि आइसकेको छु म नयाँ भिडियो ल्याएर। अनि आजको भिडियोमा चाहिँ मैले रोज र हाइबिस्कस फ्लावरबाट फेस प्याक बनाउँदै छु, जो चाहिँ सबैको लागि युजफुल हुन्छ सायद, किनकि सबैको मुखमा आजकल पिम्पल, डार्क सर्कलहरू हुन्छ, अनइभन स्किन टोन हुन्छ। अनि यो फेस प्याक युज गर्यो भने चाहिँ पिम्पलको दागहरू अनि अनइभन स्किन टोनहरू सबै राम्रो हुन्छ, किनकि यो नेचुरल पनि छ। अनि त्यसको लागि चाहिँ मैले फर्स्टमा रोज र हाइबिस्कस टिपे। खासमा चाहिँ युज गर्नुपर्ने रेड र पिङ्क कलरको थियो र मैले त्यसै अनुसारले रेड र पिङ्क कलरको रोज र हाइबिस्कस टिपे र कुनै कुनै चाहिँ ओरेन्ज पनि थियो, किनकि मसँग धेरै पिङ्क र रेड कलरको थिएन। अनि सबै हाइबिस्कस र रोजहरू फुलको टिपेर सुकाएँ। मैले यसरी टिप्दाखेरि यति धेरै त के भन्नु, यति भएको थियो। अनि यसलाई चाहिँ मैले 3-4 दिनको लागि सुक्न दिएँ। अनि यो हाइबिस्कसको पेटलहरू चाहिँ सबै निकालेर सुकाएँ, किनकि राम्रोसँग सुकोस् अनि छिटो सुकोस् भनेर। अनि सुकिसकेपछि चाहिँ यस्तो भएको थियो अनि यति भएको थियो। अनि त्यसलाई चाहिँ मैले मिक्सरमा हालेर मसिनो बनाएर पिसेँ। सबै मेथडहरू मैले चाहिँ भिडियोमा देखाएको छु, सबैले यही हेरेर बनाउन सक्नुहुन्छ। अनि मोटो र मसिनोलाई चाहिँ यसरी चाल्नाले चालेर अनि मोटोलाई चाहिँ फेरि मिक्सरमा पिस्दै यतिको बनाएँ। मैले बनाएको कलेक्ट गरेको फुल चाहिँ यति नै भएको थियो। अनि त्यसलाई चाहिँ मैले एउटा डब्बामा हावा नपस्नको लागि, पछिको लागि युज गर्नको लागि कलेक्ट गरेर राखेँ। अनि अब चाहिँ मैले फेस प्याक लगाउँदैछु। फर्स्टमा चाहिँ मैले कलेक्ट गरेको फुलको फेस प्याक बनाएको थिएँ, त्यसलाई चाहिँ युज गरेँ। अनि थोरै दही, थोरै बेसार अनि चामलको पिठो हालेर त्यसलाई पेस्ट बनाएर अनि अब मुखमा लाउँदैछु मैले। अनि सबै फेसमा राम्रोसँग लगाउने जताततै। अनि लगाइसकेपछि हेर्न सक्नुहुन्छ मैले कसरी लगाएको छु भनेर। अनि लगाइसकेपछि चाहिँ मेरो फेस यस्तो भएको थियो। अनि सुकेपछि चाहिँ यस्तो रातो रातो भएको थियो। अलिअलि बेसारले गर्दा पहेँलो पनि देखिरहेछ, तर रातो धेरै देखिरहेछ। अनि यही नै हो।